बुहारीको रुवाबासी यहाँ छ भने सासूको रुवाबासी हेर्नुहोस् दर्शक पनि यति बेला चाहिँ सासू बुहारी नै सौता भइसकेपछि यस्तो लफडा भन्दा पनि उहाँहरूको चल्यो रुवाबासी। हेर्नुहोस् यो समाजमा चाहिँ यसरी लुकेर बसेको रहेछ र जुन केटाको पनि धेरै गर्लफ्रेन्डहरू रहेछ यहाँ नै धेरै गर्लफ्रेन्डहरू ल्याउने। तपाईँ रुँदै हुनुहुन्छ अहिले तपाईँ पनि? होइन दाइ। अनि के हुँदैछ? होइन अब मलाई 6 वर्ष भइसक्यो उसले मलाई रिलेसनबाट राखेको। कसले रिलेसन? त्यस्तो हुँदा मलाई छोड्दा हुन्थ्यो। तपाईँको बुहारीको अहिले भनौँ नयाँ बुढाले तपाईँलाई राखेको कति वर्ष राख्यो? 6 वर्ष भइसक्यो उसको र मेरो रिलेसन सबै भइसक्यो। तपाईँको शरीर सुम्पिदिनु भइसक्यो उहाँलाई? शरीर मात्रै नलागेर त मेरो जिन्दगी नै उसको थियो, उसको जिन्दगी म। अन्तिममा बुहारीले उडाइदियो? बुहारीले होइन, अब मलाई थाहा छैन। म अब अन्तिम लास्ट मेरो मर्ने अवस्थामा त्यो भयो कि। त्यस्तो नभन्नु। तपाईँलाई पहिला कसलाई फोन गर्नुभएको अहिले? उसले। ल हिँड्नुहोस्, अब तपाईँको छोरा कहाँ आउँदै हुनुहुन्छ? उनी छ माथि सुरुमा। कतिखेर आउने अरे यहाँनिर? छोराले लिएर जा बोलाउनु। ल त्यो अनि तपाईँको बोयफ्रेन्डले त तपाईँलाई मात्रै धोका दिएन रहेछ, तपाईँको बुहारीले मात्रै धोका दिएन रहेछ। काली परेको अर्को केटीहरू पनि आउँथ्यो भने धेरैजनाले केटीहरू लियो अरे त यहाँनिर छिमेकीले भनेको? थाहा छैन। धेरै केटी खेलाउँदो रहेछ तपाईँको? थाहा छैन। म त डुबेको छु नि त, त्यत्रो 10 लाख पैसा छ मेरो त खेला छैन। सबै यसैले खनाएको रहेछ। त्यो सरसामान सबै मेरो पैसाको के दाइ? 10 लाख पैसा चाहिँ कसले? यहीसँग छ। तपाईँको 10 लाख पैसा? तपाईँको 10 लाख पैसा पनि दिनुभयो, शरीर पनि दिनुभयो छुनको लागि तपाईँले, होइन बोयफ्रेन्डलाई? अन्तिममा बुहारीले होइन, बुढा हो नि उसले त। उसको बुढीहरूलाई सबैलाई थाहा छ क्या यो कुरा। तपाईँको बुढै हो बोयफ्रेन्ड? होइन बुढै होइन। फोन गर ल। साउन्ड खोल्नु, साउन्ड अन गर्नु न। साउन्ड के खालको?